Iwama. Wah. इन्द्रा गादाम सेवाहरू तपाईँलाई कस्तो फिल भइरहेको छ आज माङहिममा एउटा ठुलो एउटा भोट उपलब्धि साथसाथ एउटा एसेट्स पनि हो याक्थुङको निम्ति है याक्थुङ सबैले एउटा माङहिमको एउटा जीवन्त एउटा जीवन दिइरहेको छ भन्नु त माङहिमलाई एउटा किन भोलि दिनमा गएर उनीहरूले तारा हो भनेर हामी बुझ्न सक्छौँ कलेम विषय आतङ्कमा ठिक बात नेपालीदेखि भन्दा आफ्नो हुन्छ अलिअलि लिम्बू मिसाएर सर्वप्रथम तपाईँ यो सिक्किम अनलाइन टिभीलाई चाहन्छु तपाईँको क्वेसनको उत्तरमा बोल्नु पर्दाखेरि चाहिँ अब हामीलाई यस्तो खुसी लागेको छ अहिले है हजुर हजुर यो पद्मश्री बिबी सुब्बा मुरिङलाले भन्नुभएको छ नि हजुर भाषा बाँच्यो भने जातीय बाँच्छ हजुर जातीय बाँच्यो भने मात्रै हाम्रो अस्तित्व रहन्छ हजुर यसैले त हामी यहाँ भाषा कसरी बचाउने है हजुर त्यसमा हामी लागि परेको छौँ यसमा चाहिँ हाम्रो सम्पूर्ण यो माङहिम कमिटीका हाम्रो जीबी सुब्बा प्रेसिडेन्ट लगायत ट्रेजरर सेक्रेटरी जति पनि हुनुहुन्छ उहाँहरूको योगदान यहाँ ठुलो देखिन्छ है अब हामी यसरी नै सुब्बा अलिकति तपाईँले पहिलेको कुरा अलिकति जानकारी दिन चाहन्छु कि हजुर 2 मिनटको लागि हजुर हजुर हाम्रो भाषा अहिले यसरी यहाँ कसरी पुग्यो भन्दाखेरि पहिलाका छोटो लिम्बाहरू हुनुहुन्थ्यो नि उहाँहरू बितेर जानुभयो त्रिजङ्गा सिंह थेबे लाउसोर सेन्दाङ इमान सिंह जेमजङहरू हुनुभयो हजुर उहाँले गर्दाखेरि भाषासम्म अहिले यहाँसम्म पुगिरहेको छ है पछि बिबी सुब्बा मुरिङलाले स्वीकारेर लानुभयो र उहाँ पनि बितेर अहिले थुप्रै छन् सिक्किमका लिम्बू अब शिक्षक भनौँ है हजुर सम्झिबाहरू भन्छ नि सुब्बा भन्छ है अनि त्यसले गर्दाखेरि उहाँको योगदानले गर्दाखेरि आज हामी खुसी छौँ हामी यहाँ पढिरहेको छौँ है यसैले हामी सम्पूर्ण दर्शकलाई के भन्न चाहन्छु भने जति पनि यहाँ सिक्नको लागि चाहिँ स्टुडेन्ट मात्रै नभएर है सुब्बा सिक्नु चाहनेहरू चाहिँ ठुलै होस् चाहे 60 वर्षकै होस् है चाहे 10 वर्षकै होस् जो पनि आउनु सक्नुहुन्छ यहाँ र यहाँ पढाउने पनि लिम्बू ल्याङ्ग्वेज टिचर मात्रै नभएर है सुब्बा जसले बोल्नु जानेको हुन्छ लेख्न जानेको हुन्छ है उहाँ आएर यहाँ अलिकति सपोर्ट गरिदिनु कति राम्रो हुन्छ भाषा विद्वान होइन यसो गरेर भाषा अझै बढेर जान्छ एकदम आशा राख्दै मेरो यो के छोटो धन्यवाद इन्द्रा गादाङलाई धन्यवाद त्यसरी धेरैजना शिक्षाम्बाहरू आज हामी यहाँ उहाँहरू यो यति यहाँ माङहिममा मात्रै सीमित नभएर उहाँहरू सरकारी विद्यालयमा लयदेखि पनि उहाँहरू अघिदेखि नै याक्थुङ सापान याक्थुङ हुपानहरू यो शिक्षा र अर्का नानीहरूलाई दिनमा उहाँहरू लगातार पढिरहनु भएको छ उहाँहरू कार्यरत हुनुहुन्छ सरकारी विद्यालयमा पनि र यसरी यो माहौल अति राम्रो भइरहेको छ यसरी गण्यमान्य व्यक्तिहरू अनि हाम्रा यस्तो प्रकारले कमिटीहरू पनि यसरी आइरहनु भएको नानीहरूलाई पनि धेरै एउटा माहौल है धेरै राम्रो भएर जानेछ देव्याङ आतङ्कमा पनि यसरी आउनु भएको छ हाम्रो एसआर सर पनि आतङ्कमा सेवाहरू एसआर सर पनि आउनु भएको छ आतङ्कलाई कस्तो फिल भइरहेको छ आज एकदमै आफ्नो खुसी यसरी अब सन्डे एभ्री सन्डे यसरी पाउँदाखेरि एकदमै खुसी लागिरहेछ एकदमै हर्षित भएर हामी पनि आएर यसो पढाउन थालेका छौँ र भन्ने गर्छ अब सपान हिङ र सुवाङ हिङ भन्ने अब भाषा बाँच्यो भने चाहिँ जाति आफ्नो जाति बाँच्छ भन्ने कुरा चाहिँ अब सुन्दै आएको छौँ हामीले जानिरहेको कुरा हो त्यही आधारित हामी एभ्री सन्डे हामी
1 घन्टाको लागि चाहिँ हामी आएर यसरी क्लास आफ्नो समय चाहिँ दिने है अति राम्रो खुसी लाग्यो हुन त अर्काको देशलाई कब्जा गर्नु निम्ति सबैभन्दा अर्काको भाषालाई आफूले कब्जा गर्नु भनिन्छ नि होइन त्यस कारण आफ्नो भाषा मऱ्यो भने आफू मरिन्छ भन्ने कुरा त सही कुरा गर्नुभयो धन्यवाद हजुरसित म भेट्दै गर्नेछु र धन्यवाद सिक्किम अनलाइनमा हामी आइ नै रहनेछौँ यस्तै राम्रो राम्रो एजुकेसन इन्फर्मेसन लिएर